हेलो साथीहरू, स्वागत छ यहाँहरूलाई फेरि पनि आइडी भोइस च्यानलमा। साथीहरू, आज म यहाँहरूलाई HTMLबाट टेबल कसरी राख्ने यसको बारेमा जानकारी दिन गइरहेको छु। साथीहरू, सुरु गरौँ। नोटप्याड प्लस प्लस खोल्दैछु म। नोटप्याड प्लस प्लस यो फाइललाई सेभ गर्छु। मैले अघि नै भनिसकेँ म आज टेबल बनाउन सिकाउँछु भनेर, त्यस कारण म आज टेबल बनाउँदैछु। यसलाई नाम दिन्छु टेबल डट HTML। सेभ गर्छु र कोडिङ सुरु गर्छु। मैले बेसिक स्ट्रक्चरको बारेमा त भन्दै आइरहेको छु साथीहरू। म सुरुमा बेसिक स्ट्रक्चर टाइप गर्दैछु। हेड, टाइटलमा टेबल नै लेख्छु। टाइटल, त्यस पछाडि स्ल्यास हेड, अब बडी, र म यो बडीलाई पनि क्लोज गर्दैछु। बडी स्ल्यास HTML। यो त भयो हाम्रो बेसिक स्ट्रक्चर। अब हामी यहाँ भित्र टाइप गर्नेछौँ। साथीहरू, म यहाँहरूलाई यो टाइपको टेबल बनाएर देखाउने छु यहाँ हाम्रो वेब ब्राउजरमा। सुरु गरौँ। सुरुमा हामीलाई एउटा टेबल ट्यागको जरुरत पर्छ। TABLA, टेबल, BORDER, बोर्डर इजिकल टु 1 दिन्छु, 2 दिन्छु म। साथीहरू, हामीले टेबल बनाउँदाखेरि बोर्डरलाई अलवेज डिफाइन गर्नुपर्छ, किनकि हामीले बोर्डरलाई डिफाइन गरेनौँ भने साइडमा हाम्रो टेबलको त्यो लाइनहरू देखिने छैन। म यहाँहरूलाई आउटपुटमा देखाउने छु। अब म यसलाई टेबल, अब इन्टर, टेबल रो र टेबल डाटा, हामी दुईटा कुरालाई प्रयोग गर्नेछौँ टेबल बनाउनको लागि। यसलाई स्ल्यास TR, अब यहाँ भित्र TH यानि कि टेबल हेडिङ। टेबलमा हामी हेडिङ के दिन्छौँ त भनेर हामी TH ले डिफाइन गर्नेछौँ। यहाँ म नेम स्ल्यास TH, अब म यसलाई कपी गर्छु, Ctrl C। अब यहाँ एज टेबल हेडिङ। हामीले यहाँ सुरुमा टेबल ट्याग खोल्यौँ, यसलाई बोर्डर डिफाइन गऱ्यौँ, टेबल रो खोल्यौँ र त्यहाँभित्र हामीले एउटा रोमा दुईटा डाटा टेबल हेडिङ युज गरेर हामीले नेम र एजलाई लेख्यौँ र हामीले टेबल रोलाई क्लोज गऱ्यौँ। यो त भयो हाम्रो फर्स्ट कन्टेन्ट। अब यसलाई हामी सेभ गरेर यसको आउटपुट हेर्नेछौँ। मैले यहाँ टेबल भनेर बनाएको छु। हेर्नुहोस्, यहाँ आयो, नेम र एज त आइसक्यो। मैले अघि भनेको थिएँ हामीले यहाँ टेबल हेडिङ युज गरेका छौँ। अब टेबल हेडिङको के काम हो र टेबल डाटाको के काम हो म यहाँ तपाईलाई देखाउने छु। टेबल हेडिङको काम भनेको हामीले टेबलमा के कन्टेन्टलाई युज गर्दैछौँ त भनेर
डिस्प्ले गराउनु हो जस्तै कि यहाँ हामीले नेम र एज यो टेबल हेडिङ बनायौँ भने अब टेबल डाटा पनि बनाउँदैछु म टेबल डाटा बनाउन अब टेबल डाटा बनाउनको लागि फेरि अर्कोचोटि टेबल रोलाई ओपन गरेर म यसलाई क्लोज पनि गर्दैछु /tr टेबल रो अब म यहाँ टेबल डाटा युज गर्छु td यहाँ म दिन्छु rosh रोशन /td अब फेरि पनि td एज 23 र यसलाई /td अब म सेभ गर्छु यसलाई र आफ्नो ब्राउजरमा आएर रिफ्रेश गर्छु हेर्नु साथीहरु मैले टेबल हेडिङ यानी कि नेम र एजलाई th टेबल हेडिङ दिए र टेबल डाटा चाहिँ रोशन र 23 लाई टेबल डाटामा युज गरे यसको डिफरेन्स भनेको टेबल th युज गरेपछि यसले अटोमेटिक बोल्डमा ल्याउने छ हाम्रो टेक्स्टहरुलाई किनकि माथि टेबलको हेडिङ सेक्सन हो त्यो यदि हामीले th युज गर्यौं भने र td भनेको टेबल डेटा मात्र भएको कारणले यो चाहिँ बोल्ड नभइकन सामान्य फन्टमा नै आउनेछ यस्तै गरी म अर्को पनि फिल्ड थप्दै छु यहाँ यसैलाई कपी गर्छु Ctrl C Ctrl V अब यहाँ म नाम चेन्ज गर्छु यहाँ अर्को पवन एज चाहिँ 19 अब यसलाई सेभ गरौँ र यहाँ आएर रिफ्रेश गरौँ पवन 13 एज 13 यसरी आएको छ साथीहरु मैले यहाँ अघि भनेको थिएँ हामीले बोर्डर डिफाइन गर्नुपर्छ यदि हामीले बोर्डर डिफाइन गरेनौं भने टेबलको हामीले बनाएको टेबल कस्तो हुन्छ त हेर्नुस् सेभ गर्नु यसलाई र यहाँ आएर रिफ्रेश गर्नु हेर्नु साथीहरु अघि टेबल हामीले बोर्डर डिफाइन गरेको थियौं र यो टेबल जस्तो देखिएको थियो तर हामीले बोर्डर हटाइसकेपछि यहाँ सिर्फ डाटा मात्रै आइरहेको छ त्यसकारण हामीले टेबल युज गर्दाखेरि बोर्डरलाई अनिवार्य युज गर्नुपर्ने छ यसलाई म फेरि यहाँ ल्याउँछु र सेभ गरेर फेरि पनि डिस्प्ले गराएर देखाउँछु यहाँहरुलाई हेर्नु साथीहरु यसरी हामी HTML बाट साधारण ट्यागहरु युज गरेर टेबल बनाउन सक्छौं साथीहरु कस्तो लाग्यो त यहाँहरुलाई मेरो भिडियो प्लिज मेरो भिडियोलाई लाइक गर्नु होला सल्लाह सुझावको लागि कमेन्ट गर्नु होला अनि सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला थ्यांक्स फर वाचिङ माइ भिडियो थ्यांक यू सो